भाइ तिमी 5 माइलसम्म जान्छौ? हजुर जान्छु भन्नुहोस् न। तर भाइ हामीलाई हस्पिटलमा 3 घन्टा पर्खिनुपर्छ, त्यहाँदेखि फेरि हामीलाई यहीँ छोडिदिनुपर्छ नि। हुन्छ दाजु, तर 800 लाग्छ है। होइन भाइ 500 हुँदैन? पोसाउँदैन दाजु मलाई। भाइ म 500 चाहिँ दिनु सक्छु। हुन्छ दाजु त्यसो भए, तर म तपाईँलाई पर्खिँदिनँ, ड्रप गरेर म लोकल खेल्न जान्छु नि त। काम सकेर मलाई फोन गर्नुहोस् न, म आइदिन्छु नि। छ। अनि 5 मिनट कहाँ जानुहुन्छ? डायलिसिस सेन्टर गएको। के तपाईँ डक्टर हुनुहुन्छ? होइन नि, मेरो भाइको किडनी अलिक बिग्रेको छ हो, हप्तामा 2 खेप लानुपर्छ नि डायलिसिस गर्नु। हुन्छ, अनि म कति बजी आउनु होला? 2 बजीतिर आउनु नि। मैले धेरै ड्राइभरहरूलाई सोध्यो, 500 मा जानु मानेन नि। हजुर टाढो छ नि, अनि जाम पनि त पुरा हुन्छ। धन्यवाद भाइ। आइपुग्यो दाजु, बिस्तारै जानुहोस् न। अलिक बिस्तारै आइज, बिस्तारै आइज ल। त हिँड्दै गर ल, म 12 दिन आउँछु। भाइ मेरोमा अहिले 300 रुपियाँ मात्रै छ। दाजु 300 हुँदैन नि, मलाई नोक्सान हुन्छ। मेरो भाइको डायलिसिस र दबाई पानी खर्चमै पैसा सकिसक्यो। हुन्छ नि त्यसो भए, टेन्सन दिनु नि। धन्यवाद भाइ, त्यसो भए धन्यवाद तपाईँलाई। अब नोक्सान भयो भने गर्दिन भन त। मैले गरेन, कसैले गर्दैन। खोइ दाजुको परिस्थिति पनि राम्रो दिदिनँ म। अब नभएको पैसा पनि सबै भाइ ट्रिटमेन्टमा खर्च भयो होला। अनि उसको भाइ पान्छ? कोही नि त, चान्सेस त कम्ती छ। खोइ त्यो दाजुको पनि कोही छैन सर, हरेस छ। मसित नि गफ गरेर बस्छ, खोइ छोडौँ कि के गरौँ, कमाइ पनि भएको छैन। नछोड, कति कुरा पैसा भन्दा नि ठुलो हुन्छ। अरे भाइ कस्तो छ भाइ? ठिकै छ दाजु एकदम। कजना भएको बस्नुहोस् न गाडीमा। खोइ तपाईँ भाइ? मेरो भाइ त 1 हप्ता अगाडि नि बित्यो नि। के भन्नुहुन्छ दाजु? मलाई भन्नुपर्थ्यो नि। अनि तपाईँले मलाई किन कल नगर्नु भएको? तिमीलाई भनेर पनि के गर्नु भाइ, उसको लिखान्तमा त्यति नै थियो रहेछ। मलाई माफ गरिदिनु भाइ, मैले तिम्रो पुरा नोक्सान गरेको छु, तिमीले मलाई पुरा सकाएको छ, अब मलाई सकाउनु पर्दैन ल भाइ। यो तिम्रो ठुलो उपकार म कहिल्यै बिर्सिने छुइनँ। के भन्नुहुन्छ दाजु? छोड्नुहोस् न यो सबै कुराहरू। भगवानले जहिले तिमीलाई हेरिरहोस् है, तिमी एउटा राम्रो मान्छे रहेछ। ल भाइ म जान्छु ल। हजुर। भाइको बिमारीले गर्दाखेरि मेरोमा भएको सबै सकियो। मेरो भाइको घाँटीको चेन मैले बनाइदिनु भएको, अब ऊ पनि छैन, आमा पनि छैन। चाहन्छु कि यो सुनको चेन तिमी राख। होइन दाजु पर्दैन, तपाईँ पनि राख्नुहोस्। होइन यो तिमी लगाऊ न, भाइले लगाएको जस्तो लाग्छ नि मलाई। जाऊ न भाइ। हेर्नुहोस् न दाजु, तिमीलाई के खाँचो पर्यो भने, साह्रो गाह्रो पर्यो भने आफ्नो दाजु सम्झेर मलाई कल गर्नु ल। अब म पनि जान्छु, तिमी पनि जाऊ ल। दाजु 6 वर्ष थिएँ म जब मेरो बाबा बित्नुभयो। जानुभन्दा अगाडि उहाँले भन्नुभयो मलाई, केही पऱ्यो मलाई याद गर्नु भनेर। मेरो बाबा भएको पनि त्यही भन्नुहुन्थ्यो होला।